निम्त्याए दुई दाजुभाइको पाटन दरबार स्क्वायरमा दर्दनाक मृत्यु। ललितपुरको इमाडोलमा जन्मिएर हुर्किएका 33 वर्षीय सुमित र 26 वर्षीय सिर्जन नेउमाङको मनमा एउटै उत्साह थियो, लन्डन उडेर आमाको न्यानो काखमा पुग्ने। भिसा र यात्राको तयारी अन्तिम चरणमा थियो। सपनाले उडान भर्ने तर्खर गर्दै थियो, तर बुधबार साँझ ऐतिहासिक पाटन दरबार स्क्वायरको चोकमा उनीहरूको त्यो सपना मात्र ढलेन, दुई दाजुभाइकै प्राण पखेरु उड्यो। कारण सुन्दा जो कोहीको आङ सिरिङ्ग हुन्छ। एउटा सामान्य कारण, रङ नम्बर। ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार यो दर्दनाक घटनाको जड एउटा गलत नम्बरमा गएको फोन कल थियो। त्यही कलले उब्जाएको सानो विवादलाई सौहार्दपूर्ण वातावरणमा मिलाउन सुमित र सिर्जन पाटन पुगेका थिए। हामीबाट गल्ती भयो, माफ गरिदिनुहोस् भन्न गएका उनीहरू र अर्को पसैबीच पहिल्यैबाट कुनै चिन्जान वा रेसिपी थिएन, तर नियतिलाई अर्कै मन्जुर थियो। दाजुभाइले गल्ती स्वीकारेर कुरा गर्न नपाउँदै त्यहीको एक मासु पसलमा काम गर्ने सञ्जीव नेपाली काल बनेर निस्किए। रिसको आवेगमा अन्धो बनेका सञ्जीवले कुरै नसुनी 81 भाइ सिर्जनमाथि चक्कु प्रहार गरे। आँखाकै अगाडि भाइ रगतामे भएर ढलेपछि दाइ सुमित कसरी चुप लाग्न सक्थे। रुँदै भाइलाई बचाउन ज्यानको बाजी राखेर अघि सरेका सुमितमाथि पनि सञ्जीवले निर्मम रूपमा छुरा रोपे। क्षणभरमै पाटनको शान्त साँझ भयानक चित्कारमा परिणत भयो। घटनाको खबर पाउन साथ साध्य बाटो र पुलचोकबाट प्रहरी टोली साइरन बजाउँदै घटनास्थल पुग्यो। रगताम्य अवस्थामा छटपटाइरहेका दाजुभाइलाई तत्कालै उद्धार गरी गुवारको स्थित बीएनबी अस्पताल पुर्याइयो, तर समयले नेटो काटिसकेको थियो। चिकित्सकले दुवैलाई मृत घोषित गरे। यता रगत लतपतिएको चक्कु बोकेर भाग्दै गरेका सञ्जीव नजिकैको एक रेस्टुरेन्टमा लुक्न खोज्दै थिए, तर नेपाल प्रहरीकी एक साहसी महिला अधिकारीले आफ्नो ज्यानको प्रवाह नगरी उनलाई लखेटेरै नियन्त्रणमा लिइन्। पक्राउ पर्ने क्रममा समेत ती क्रूर अपराधीले ती महिला प्रहरीमाथि पनि दुर्व्यवहारको घृणित प्रयास गरेका थिए। घरमा रहेका बुबाको सहारा खोसिएको छ भने लन्डनमा बाटो हेरेर बसेकी आमाको सपना सधैँको लागि खरानी भएको छ। एउटा सामान्य मानवीय त्रुटिले दुई होनहार युवाको ज्यान लियो। प्रविधिको यो युगमा एउटा रङ नम्बरकै कारण कसैले अकालमा ज्यान गुमाउनु पर्ने, यो हामी कस्तो समाजको निर्माण गर्दैछौँ? के मानिसमा धैर्यता, संवाद र सहनशीलता साँच्चै नै यति सस्तो र कमजोर भइसकेको हो?